छौँ। यस्तो दामी घरमा बनाएर छ। यो चाहिँ पार्क दमक पार्क हो। आज सानो भाइ खेल्दैछन् हामीसँग, अङ्कलहरूसँग आएको छ। अङ्कलले ल्याइदिनु भएको थियो। यो चाहिँ पार्क खतरा। यिनीहरूले हामी घुमेर चाहिँ अब फेरि आफ्नो गन्तव्य भनेको अस्मिताको घरसम्म जाने हो। अङ्कलको घर गएर यस्तो प्यास लाग्यो नि यार मलाई। कस्तो दामी भ्यूज आएको क्या, दामी ठाउँ छ नि त, त्यही भएर भ्यूज। झरनाको चिसो पानी मलाई किन बाटी लाग्यो, राम्री त तिमी राम्री। मेरोबाट आउने होला यो दमक। यो पार्कको नाम चाहिँ थाहा भएन, भन् न। हलिदो मलाई यो पार्क घुमेर बाहिर निक्लियौँ। चाहिँ पार्कको बाहिरको साइड हो, तर यहाँ राति चाहिँ एकदम 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 दामी भ्यूज आउँछ अरे। बत्तीहरू छन् त, त्यसरी गर्दा अहिले चाहिँ ठिकै ठिकै छ। त्यो पनि राम्रो आयो हामीले चाहिँ, अब थाहा भएन। अहिले पनि राम्रै आयो, तर हामी सबै फाइनली सकाएर घुमेर। सानो भाइ चढ्नु त, हामीलाई लानु ल, कता कता जाने हुन्छ ल। यहाँबाट जाने हो, कहाँबाट जाने भनिसो त सानो भाइ, कताबाट जाने भनिसो न। यति बेला हो, कहाँ आएको हामी? झोलुङ्गे पुल आएको। Well